यो 42 लेभलको कक्षा 8 को जिल्ला स्तरीय परीक्षामा पनि हामी प्रथम स्थान हासिल गर्न सफल भयौँ। साँच्चीकै मान्छेले भित्रैबाट लागेर आफ्नो इच्छा शक्तिलाई कायम राखी काम गर्ने हो भने सफलता हात पार्न सकिन्छ भन्ने तपाईको ज्वलन्त उदाहरण चाहिँ शिक्षा मन्त्रालयले उत्कृष्ट प्रहको रूपमा तपाईलाई सम्मानित गरेको छ। एउटा बजेट दिनु, भवन बनाउनु त्यो ठुलो कुरा होइन। अब हामीले गरेको लगानीको चाहिँ प्रतिफल के आयो भन्ने कुरा त्यसको मापन चाहिँ भएको छैन। विकासका पूर्वाधार मध्ये शिक्षा पनि एउटा महत्त्वपूर्ण अङ्ग हो। यो महत्त्वपूर्ण अङ्गलाई अलिकति माथि अझै उठाउनका लागि 28 नगरपालिकाका जनप्रतिनिधिहरू कतिको चिन्तित भएको देख्नुहुन्छ? के अरे टोलटोलमा चाहिँ स्कुलहरू छन्, गुणस्तरको हिसाबले गर्दा त एकदम तल पर्यो। अब विद्यालय दिएर मात्र गुणस्तर आउँदैन भन्ने कुरा त त्यसले प्रश्न गर्यो नि त। यो विषयमा चाहिँ उहाँहरूको धारणा के, त्यो क्याम्पसबाट ब्याचलर पास भइसक्यो। हामीले ती शिक्षकलाई अहिले चाहिँ एउटा विद्यालयमा चाहिँ तपाईँको अध्यापनको लागि गर्दाखेरि यहाँको जनमानसमा के छ, यो चाहिँ यहाँ क्याम्पसमा पढेको कसरी चाहिँ पढाउन सक्छ भन्ने चाहिँ एउटा प्रश्न निस्कियो नि त। तपाईँको बाहिर गएर चाहिँ ब्याचलर पास गरेर आउनेले सक्ने, अनि हाम्रो चाहिँ क्याम्पसले चाहिँ पास गरेर चाहिँ आएका विद्यार्थीहरू किन नसक्ने, त्यसको जवाफदेहीको। नमस्कार, आज हामी दैलेख जिल्लाको 28 नगरपालिका स्थित राकम कर्णालीमा छौँ। 28 नगर सरकारले शिक्षा क्षेत्रको सुधारका लागि, गुणस्तरका लागि के कतिको ध्यान दिएको छ, यस विषयमा सम्बन्धित भई कुराकानी गर्न 28 नगरपालिकामा लामो समयदेखि शिक्षा कर्ममा लागिरहनु भएको शिक्षा प्रेमी शिक्षक टिकाराम कठायतसँग आज हामी भलाकुसारी गर्नेछौँ। भिडियो स्किप नगरी अन्तिमसम्म हेर्नुहोला। सबैभन्दा पहिले कर्णाली फोकेमा यहाँलाई स्वागत छ। धन्यवाद। यहाँ हेरिरहनु भएका सम्पूर्ण श्रोताहरूमा पनि नमन गर्न चाहन्छु। संस्थागत विद्यालयमा काम गरिरहँदाको अनुभव र अहिले सामुदायिक विद्यालयमा काम गरिरहँदाको छोटो अनुभवबाट सुरुवाती गरौँ। म 2072 सालदेखि संस्थागत विद्यालयबाट शिक्षण पेसामा आबद्ध भए र 2072 देखि 2081 को लगभग 12 महिनासम्म म निरन्तर पर भएर अथवा प्रिन्सिपल भएर काम गरेँ र त्यहाँ रहँदा मैले धेरैभन्दा पनि आफूले सके जति चाहिँ अन्य कुरामा ध्यान नदिएर विद्यालयको नानी बाबुहरूको शैक्षिक गुणस्तर कसरी अभिवृद्धि गर्न सकिन्छ अथवा विद्यालयलाई कसरी राम्रो गर्न सकिन्छ भन्ने कुरामा म बढी केन्द्रित रहेँ। र अहिले म 6-7 महिना यता एउटा सामुदायिक विद्यालयमा प्रवेश गरेको छु। त्यहाँ जाँदा पनि मैले केही कुरा ग्यापिङ देखेको छु। संस्थागत विद्यालय र सामुदायिक विद्यालय बिचमा हुने क्रियाकलापहरूदेखि लगेर त्यहाँको व्यवस्थापकीय पक्षमा केही कुरा फरक छ र यो धेरै कुरा गर्न अलि लामो छ। धेरै कुरा छन् हामीसँग र म सटिङमा के भन्न चाहन्छु भन्दा अब म अहिले जहाँ थिएँ एउटा संस्थागत विद्यालयमा जनचेतना माध्यमिक विद्यालयको पर भएर काम गरिरहँदा यहाँको चाहिँ स्थानीय स्रोत र साधन र एउटा दैलेख जिल्लाकै विकट भनौँ न पश्चिम नेपालमा रहेको एउटा विद्यालयको उद्देश्य छ कि यो क्षेत्रमा एकदम न्यून शुल्कमा उच्च गुणस्तर चाहिँ कायम गर्न सकिन्छ भनेर उद्देश्य राखेर धेरै अग्रजहरूले त्यो स्थापना गरेको विद्यालय हो। र मलाई भन्दा पनि तपाईँ यो विद्यालयमा आउनु पर्यो भनेर यो हाम्रो उद्देश्य यस्तो हो, यसरी चाहिँ जानुपर्छ भन्ने कुरा भइसकेपछि ल हुन्छ, हामीले जसरी पनि राम्रो गर्ने हो। एउटा त्यो ठाउँमा पनि अङ्ग्रेजी माध्यमबाट विद्यार्थीहरूलाई केही राम्रो गर्न सक्यौँ भने अब नजिक आफ्नो घरमै बसेर आफ्नो बिहान बेलुका चाहिँ घरमा उत्पादन हुने चिज खाएर अथवा अभिभावकसँग रहेर पनि नानी बाबुहरूले बजारका महँगा स्कुलमा पाउने शिक्षा स्थानीय स्तरबाटै पाउँछन् भने ठिकै छ, यो कुरा पनि राम्रो हो भन्ने कुरा आइयो। र हामीले धेरै चाहिँ अभ्यास गऱ्यौँ अथवा प्रयास गऱ्यौँ यसलाई राम्रो गराउनुपर्छ भनेर हामीले त्यही अनुसार लाग्यौँ। र सकभर अब यहाँको स्थितिमा अहिलेको समग्र 8-20को चाहिँ शैक्षिक स्थितिलाई हेर्दा मैले काम गरेको विद्यालयबाट म सन्तुष्ट नै छु। किन भन्दा म त्यो विद्यालयमा प्रवेश गरिसकेपछि नि 2-3 चोटि लगभग हामी जिल्ला स्तरमै यो 42 लेभलको कक्षा 8 को जिल्ला स्तरीय परीक्षामा पनि हामी प्रथम स्थान हासिल गर्न सफल भयौँ। यो पठन पाठनको हिसाबले गरौँ र अन्य चाहिँ सेवा सुविधा, अन्य चाहिँ भौतिक संरचनाको हिसाबले त अब हामी अहिले पनि यहाँको चाहिँ आर्थिक अवस्थाले गर्दा भनौँ न हामीले आफ्नै विद्यालयको सम्पूर्ण भौतिक
संरचना जुन शिक्षक र विद्यार्थीको शिक्षण सिकाइ क्रियाकलापमा आधारित रहेर उनीहरूलाई पर्याप्त वातावरण चाहिँ गराउन सकिरहेका छैनौँ र त्यो सँगसँगै पनि हामीले चाहिँ जुन शैक्षिक क्रियाकलाप मार्फत विद्यार्थीको चाहिँ प्रस्तुति एकदमै राम्रो गर्न सकेका छौँ र हामीले सोचेभन्दा अझै राम्रो गरेर लिनुपर्छ भन्ने म अहिले एउटा सामुदायिक विद्यालयमा छु तर पनि सामुदायिक विद्यालय र संस्थागत विद्यालय बिचको सहकार्य गरेर चाहिँ जानुपर्छ र के छन् त सामुदायिक विद्यालयका राम्रो पक्ष के छन् अनि संस्थागत विद्यालयका राम्रा पक्षहरू के छन् यसमा एक आपसमा कोअर्डिनेट गरेर हामी अगाडि बढ्यौँ भने अझ यहाँको गुणस्तर शैक्षिक गुणस्तर चाहिँ सुधार गर्न सकिन्छ भन्ने चाहिँ मैले सोचिरहेको छु। संस्थागत विद्यालयमा काम गरेर तपाईले चाहिँ के पनि प्रमाणित गरिदिनु भयो भने साँच्चीकै मान्छेले भित्रैबाट लागेर आफ्नो इच्छा शक्तिलाई कायम राखी काम गर्ने हो भने सफलता हात पार्न सकिन्छ भन्ने तपाईको ज्वलन्त उदाहरण चाहिँ शिक्षा मन्त्रालयले उत्कृष्ट प्रहको रूपमा तपाईलाई सम्मानित गरेको छ। त्यसैले तपाईले काम चाहिँ राम्रो गर्नुभयो भन्ने कुरा त यसै पनि तपाईले पाएको जुन सम्मान छ त्यसबाट प्रष्ट नै भएको छ। स्थानीय सरकारले सामुदायिक विद्यालयमा अहिले धेरै लगानी गर्ने गरेको छ। त्यहाँ पढाउने शिक्षकहरूले सेवा सुविधा पनि पाइरहेका छन्। तर यसो हेर्दा सामुदायिक विद्यालयमा विद्यार्थीहरूको भविष्यमाथि खेलबाड भएको जस्तो मात्रै बाहिर देखिएको छ। यस विषयमा तपाईँ के भन्नुहुन्छ? यो मुख्य कुरा त शिक्षक साथीहरूले ध्यान दिनुपर्ने कुरा हो। राज्यको लगानी पनि छ। अब राज्यको स्रोत र साधनलाई हेरेर उपयुक्त चाहिँ लगानी हुनुपर्नेमा कुनै ठाउँमा अब चाहिने भन्दा बढी र कुनै ठाउँमा आवश्यकता परिपूर्ति नभएको देखिन्छ। यो त सरकार सञ्चालन गर्ने अथवा नेतृत्वमा गएकाहरूले यस विषयमा बढी ध्यान दिनुपर्ने हो। र अन्य कुरा खेलबाड कसरी भएको छ भन्दा त्यहाँको प्रशासनिकदेखि लिएर विद्यालयका शिक्षक साथीहरूले जुन भित्रैदेखि भावनात्मक रूपमा हामी शिक्षक हो, हामीले आफ्नो कार्यमा जसरी पनि मेहनत गर्नुपर्छ अथवा लागिरहनुपर्छ भन्ने कुरा सोच्नुपर्ने हो। मुख्य कुरा त त्यो भएको चाहिँ लाग्दैन। फेरि यो लाग्दैन भन्दा बित्तिकै सबै शिक्षक साथीहरूलाई दोष दिन भन्दा पनि केहीमा त्यस्तो छ। अब मुख्य कुरा त त्यहाँ विभेद छ। एउटा कुरा सामुदायिक विद्यालयमा कस्तो विभेद छ भन्दा त्यहाँ विभिन्न तहका चाहिँ शिक्षक साथीहरू हुनुहुन्छ। कोही चाहिँ स्थायी हुनुहुन्छ, अस्थायी करार हुनुहुन्छ। जस्तै अनुदानकादेखि लिएर स्थानीय सरकारले आफ्नो चाहिँ शैक्षिक सुदृढीकरण कार्यक्रममा अन्तर्गत राखेका शिक्षक साथीहरू हुनुहुन्छ। एउटै लेभलको शिक्षक साथीको मानौँ त्यो पारिश्रमिकको हिसाबले पनि विभेद छ के। तपाईँको 15, 20, 25 हजारको चाहिँ ग्यापिङ छ। यसले गर्दा उनीहरूमा के नैराश्यकता आउँछ भन्दा अब एउटै तह हो, एउटै चाहिँ योग्यता हो हैन। अब घरको चाहिँ घरायसी खर्चको हिसाबले बराबरै खर्च हुन्छ। तर कसैको पारिश्रमिक चाहिँ न्यून र कसैको चाहिँ उच्च हुँदा यसले त विभेद एक नम्बरमै गरे। यसले शैक्षिक गुणस्तरको कुरा जति गरे पनि यो विभेद चाहिँ राज्यले हटाउन सक्नु पर्यो अथवा स्थानीय सरकारले यसलाई विभेद हटाउनु पर्यो। त्यहाँबाट चाहिँ आउन सक्छ। र अर्को कुरा चाहिँ त्यहाँको चाहिँ प्रशासनिक कुरालाई परले चाहिँ कति चाहिँ त्यो विद्यालयप्रति चासो दिएको छ। मेन कुरा त परको हातमा नै हुन्छ धेरै कुरा हैन। कसरी चाहिँ शिक्षकलाई परिचालित गर्ने, अभिभावकलाई कसरी चाहिँ गर्ने भन्ने कुरा बुझ्नुपर्छ। संस्थागत विद्यालयमा थोरै पारिश्रमिक र सेवा सुविधाबाट पनि उनीहरूले आफ्नो एकदमै मेहनत गरेर काम गरेका हुन्छन् र विद्यार्थीको उज्जवल भविष्यका लागि सधैँ चिन्तित रहन्छन्। सरकारी विद्यालयमा एक किसिमको सेवा सुविधा त दिएकै छ, भलै विभेद होला र पनि त्यहाँको शिक्षकहरूले आफू एकदमै भनौँ न विद्यार्थीको भविष्यमाथि चिन्तित नभएको, कतिपय शिक्षकहरू अल्छी गर्ने, क्लासमै पनि सुत्ने, यस्ता कुराहरू यदाकदा नेट इन्टरनेटबाट सामाजिक सञ्जालबाट हेर्न पाइन्छ। पारिश्रमिक थोरै भए पनि संस्थागत विद्यालयका शिक्षकहरूले चाहिँ खटेर काम गर्ने, तर थोरै विभेदको कारणले सामुदायिक विद्यालयका टिचरहरूले कामै नगर्ने भन्ने कुरामा त अलिकति मिलेन है सर। त्यो त राज्यको नीतिलाई हेर्नु पर्यो हामीले। अब शिक्षक भनेको छ कम्तीमा तपाईँको माध्यमिक तहसम्म अध्यापन गराउने शिक्षकहरू अथवा आधारभूत तहसम्म अध्यापन गराउने शिक्षकहरू उनीहरूले के कार्य गरिरहेका छन् भन्ने कुरा मेन हामीले ध्यान दिनुपर्ने कुरा हो। अब यो त रिसर्च लेभलमा शिक्षकहरू हुनुपर्ने हो, अहिले त्यो देख्दैनौँ हामी, कतै पनि छैन नि त। जस्तै तपाईँ हाम्रै कुरा गर्ने हो भने पनि हामी बढी केमा ध्यान दिइरहेका छौँ भन्ने कुरालाई हामीले
सोच्न पर्ने हो। अब एउटा शिक्षक छ उसको चाहिँ न्यून पारिश्रमिक उसको चाहिँ घरैसी खर्चै चलाउनु मिल्दैन। उसले अतिरिक्त टाइममा भोलि विद्यालयमा कुन कुरा चाहिँ शिक्षण गर्ने अथवा कसरी पढाउने के कुरा चाहिँ विद्यार्थीमा लैजाने भन्नेमा चिन्तित हुनुपर्नेमा उनीहरूले आफ्नो घरैसी चाहिँ कसरी चाहिँ मेन्टेनेन्स गर्ने अथवा कसरी चाहिँ आफ्नो घरैसी वातावरणलाई चाहिँ कायम राख्ने भन्ने कुरामा त बढी चिन्तित हुन्छ। अब यो शिक्षक भनेको छ शिक्षकले त कम्तीमा भइसकेपछि विद्यालयको पठन पाठन र विद्यालयको अन्य चाहिँ वातावरणलाई मिलाउन अथवा त्यसले राम्रो पार्नलाई बढी फोकस दिनुपर्ने हो। त्यो कुरा अहिले छैन नि त। त्यसो भए स्थानीय सरकारले उहाँहरूको सेवा सुविधा थोरै अभिवृद्धि गराएर शिक्षण पेसामा निरन्तर खट्न सक्ने कस्ता खालका कार्यक्रम ल्यायो भने चाहिँ खट्न सक्नुहुन्छ उहाँले? अब स्थानीय सरकारले त पहिलो कुरा मैले ध्यान दिएको देखिरहेको छैन। अब हामी यो सरकारको फेरि आलोचना गर्यो भन्ने हुन्छ। अब किन ध्यान छैन भन्दा लगानी गर्नु मात्र उपयुक्त कुरा होइन। लगानी सँगसँगै उनीहरूको चाहिँ अनुगमनको पाटोलाई मुख्य कुरा ध्यान दिउँ र स्रोत छैन भन्ने कुरा छ। स्रोत अथाह छ त्यसलाई कसरी परिचालन गर्ने भन्ने कुरा चाहिँ भएको छैन। अब यहाँ के छ भन्दा नेतृत्वमा जाने अहिले देशको यो मल्टिपार्टी सिस्टम छ भनौँ न। यो पार्टी सिस्टमले गर्दा पनि के छ त भन्दा विद्यालय शिक्षामा शिक्षकहरूको रूपमा कस्ता चाहिँ शिक्षकहरू चाहिँ नियुक्ति गर्ने अथवा व्यवसाय चाहिँ कस्तो आउँदा राम्रो हुन्छ त्यहाँको आवश्यकता के हो त्यहाँको पहिचान गर्ने यो कुरा छैन। तपाईँ हामीले बुझेको कुरा हो। यो अब कसरी यसलाई हटाउने कसरी छैन भन्दा एउटा शिक्षक हुनलाई कम्तीमा पार्टीको सदस्यता लिनुपर्ने सम्मका कुरा पनि हामीले सुनेकै छौँ। र अर्को कुरा व्यवसाय गठन गर्दाखेरि त्यहाँ आफ्नो पार्टीको सदस्य चाहिँ व्यवसाय अध्यक्षमा आउने कि नआउने त्यहाँ सक्षम व्यक्तिको कुरा छैन नि त। यो विषयमा ध्यान दिनुपर्ने हो। त्यसो भए राम्रा भन्दा पनि हाम्रा भन्ने प्रचलन यो प्रचलन छ। राम्रोलाई होइन हाम्रोलाई स्थान दिने गरिन्छ। त्यसैले शैक्षिक स्तर सुधार हुन सकेको छैन। शैक्षिक गुणस्तर खस्किनुको एउटा कारण यो पनि हो भन्ने भयो होइन। विकासका पूर्वाधार मध्ये शिक्षा पनि एउटा महत्त्वपूर्ण अङ्ग हो। यो महत्त्वपूर्ण अङ्गलाई अलिकति माथि अझै उठाउनका लागि 28 नगरपालिकाका जनप्रतिनिधिहरू कतिको चिन्तित भएको देख्नुहुन्छ? उहाँहरू अब आफ्नो क्षमता अनुसार चाहिँ लागिराख्नु भएको होला र उहाँलाई लाग्न पनि सक्छ हामीले काम गरिरहेका छौँ शिक्षा क्षेत्रमा यो हो भन्ने कुरा चाहिँ उहाँलाई होला। बाहिर पाटोबाट हामीले हेर्दा यो शिक्षा क्षेत्रमा उहाँहरूले गर्नुपर्ने काम गर्नुभएको देखिँदैन। एउटा बजेट दिनु भवन बनाउनु त्यो ठुलो कुरा होइन। अब हामीले गरेको लगानीको चाहिँ प्रतिफल के आयो भन्ने कुरा त्यसको मापन चाहिँ भएको छैन। किन छैन भन्दा कम्तीमा उहाँहरूले जुन निर्वाचित अब पहिलो 74मा गएको चाहिँ निर्वाचित सरकारले पनि त्यो गरेको देखिएन र विकासको हिसाबले अब भवन बनाइयो होइन विद्यालय स्थापना गरियो धेरै कुरा गरियो त्यो कुरा त छँदैछ र वास्तविक चाहिँ शिक्षामा गुणस्तर ल्याउने खाका उहाँहरूको के हो भन्ने कुरा अहिले पनि उहाँहरू प्रष्ट हुनुहुन्न। यो कुरामा उहाँहरूले खाका ल्याउने हो नि त। अबको 8-20 को शैक्षिक गुणस्तरको निम्ति हामी यो गर्दैछौँ हाम्रो प्लान यो भनेर यहाँको चाहिँ स्थानीय बुद्धिजीवीहरू शिक्षाप्रेमीहरू लगेर सम्पूर्ण परहरू लगेर अथवा बाहिरबाट चाहिँ त्यस्तो फेसिलिटेटरहरू ल्याएर पनि हामी यो गर्दैछौँ भन्ने कुरा चाहिँ प्रस्ताव राख्न पर्ने हो। त्यो भएको देखिएको छैन। स्थानीय सरकार र जनप्रतिनिधिहरू शिक्षाका लागि चिन्तित छैनन् भन्ने कुरा कसरी मैले पनि प्रमाणित गर्छु भने आफ्ना छोराछोरीहरू या सरकारी शिक्षक हो या जनप्रतिनिधि हो सबैजनाले बोर्डिङ स्कुल अथवा संस्थागत विद्यालयमा पढाउने गरेका छन् र जनताका छोराछोरीलाई मात्रै सरकारी विद्यालयमा बटुलेर उनीहरूको भविष्यमाथि खेलबाड भइरहेको छ भन्ने कुरा हामी जताततै सुनिरहेका छौँ देखिरहेका छौँ। तपाईँको विचारमा 28 नगर सरकारले कस्ता खालका नीति तथा कार्यक्रमहरू ल्यायो भने यहाँको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न सकिन्छ जस्तो लाग्छ? अब मुख्य कुरा नीति कार्यक्रम बनाउनु पूर्व यस क्षेत्रका सम्पूर्ण चाहिँ परहरू बुद्धिजीवीहरू अब शैक्षिक क्षेत्रमा लामो समयदेखि काम गर्ने बुद्धिजीवी साथीहरू राजनीतिज्ञ र शिक्षासँग सरोकार राख्ने सम्पूर्ण साथीहरूको एउटा
साझा सम्मेलन भनौँ, शैक्षिक सम्मेलन गराएर वास्तवमै यहाँको समस्याहरू के हुन्, शैक्षिक क्षेत्रमा देखिएका समस्या के हुन् र यसलाई कसरी चाहिँ निराकरण गर्न सकिन्छ भन्ने कुरामा चाहिँ पहिलो कुरामा ध्यान दिन पर्यो, एउटा कुरा। र दोस्रो कुरा अब शिक्षामा लगानीको कुरा अभिवृद्धि गर्नुपर्छ, बढाउनुपर्छ। अब यहाँको आन्तरिक स्रोत हेर्दा छैन। अब यो अन्य धेरै चाहिँ कुरा गर्दा हामी अहिले शिक्षासँग सम्बन्धित रहेर मात्रै कुरा गर्दैछौँ। अब यो सरकारलाई सुझाव भनौँ अथवा सल्लाह अथवा उहाँहरूलाई मैले अनुरोध गर्न चाहेको के हो त भन्दा अब मेन कुरा स्रोतको कुरा हो। स्रोतलाई कसरी परिचालन गर्ने भन्ने कुरा हो। यो विषयमा धेरै कामहरू अधुरा छन्। यहाँको चाहिँ कसरी चाहिँ स्थानीय राजस्व सङ्कलन गर्नेदेखि लिएर यहाँको रोजगारीको सिर्जना गर्नेदेखि लिएर कृषि क्षेत्रदेखि अब व्यापार व्यवसायदेखि लिएर यो अब एउटा 8-20को महत्त्वपूर्ण कार्यक्रमको रूपमा रहेको अब शहरी विकास आयोजना पनि यहीँ सञ्चालनमा छ। वर्षेनी करोडौँ पैसा चाहिँ काम नभएर गइरहेको छ र काम भएको ठाउँमा पनि उपयुक्त हिसाबले काम भएको देखिरहेको छैन। अब हामी बाहिर बस्दा अब कतिपय सरकारका जटिलता पनि होला नि, हामी बाहिरबाट यसो सरसर्ती हेर्दा चाहिँ विरोध गरेको अथवा त्यसलाई चाहिँ त्यसको अपोजिटमा बोलेको कुरा मात्र लाग्न सक्छ। तर हामी वास्तविक कुरा बोल्ने हो भने सरकारको असक्षमता भनौँ अथवा उहाँहरूको चाहिँ एउटा टिमवर्क भनौँ न, अब त्यहाँभित्र पनि केही व्यवधानहरू होलान्। अब सरकारका कुरा त हामीले बेला बेला सुनिरहेका छौँ। अब यो मेन कुरा त यहाँको राजनीति इस्युको कुरा छ। जस्तै यहाँ विभिन्न पार्टीहरूले एउटा पार्टीको चाहिँ सरकार हुँदा अर्को पार्टीले चाहिँ उहाँहरूलाई चाहिँ सहयोग नगर्ने अथवा पार्टीभित्रै पनि एउटा नेताले अब अर्को चाहिँ नेतालाई चाहिँ सहयोग नगर्ने, मेन कुरा त्यो छैन। मेन कुरा भनेको कर्म हो। हरेक मान्छेले आफ्नो कर्मप्रति विश्वास नगरेको देख्दछु। राजनीति भने त निशर्त देश र जनताको सेवामा समर्पित हुने भनेर हामीले चाहिँ सिकेको कुरा त्यो हो र हामीले बुझेको कुरा त्यो हामी देख्दैछौँ नि त। अब राजनीति एउटा वडा अध्यक्षसम्म चाहिँ प्रतिनिधि हुनुभयो भने, अब सबैको कुरा होइन है, फेरि वडा अध्यक्षसम्म हुनुभयो भने उहाँहरू चाहिँ अब ढुक्क चाहिँ आफ्नो जीवनकालभरि सर्ट प्यान्ट लाएर अथवा कोट प्यान्ट लाएर के हो हिँड्नुपर्ने स्थिति त छ। काम त गर्नु पऱ्यो नि त। मेन कुरा स्रोत बढाउनु त एकजना नागरिक चाहिँ धनी भयो भने सरकार धनी हुने हो अथवा यो क्षेत्र चाहिँ धनी हुने हो भन्ने कन्सेप्ट चाहिँ छैन। उहाँहरूले के काम गर्ने, बिहान यत्रो जग्गा जमिन चाहिँ बाँझो छ। जब अघि तपाईँले यो बसाइसराईका कुरा गर्नुभयो, विद्यार्थी बाहिरिने कुरा गर्नुभयो, अहिले पनि तपाईँको बाहिरिने विद्यार्थी त्यहाँ पनि सरकारले नीति लिएको छैन। जस्तै अनुमतिको कुरा अहिले हेर्ने हो भने तपाईँको छ्यापछ्याप्ती छ। जहाँ चाहिँ आफ्नो मन पर्दो अथवा आफ्नो चाहिँ पार्टीको मान्छेहरू त्यहाँ छन् त्यो ठाउँमा अनुमति दिने काम कक्षा थप एक पाटोतिर विद्यालयहरू मर्ज गर्ने भन्ने अभियान चलाएको एउटा चाहिँ यो सरकारले, अर्कोतिर चोर बाटोबाट चाहिँ अनुमति दिने होइन। तपाईँ अहिले हेर्ने हो भने 2-4वटा टिनका छाना हुने ठाउँमा 8-10 क्लास छ। जहाँ 8-10 क्लास चलेको छ विद्यालय त्यहाँ टिनका छाना छन्। पहिलो कुरा त जहाँ चलिरहेको विद्यालयमा त्यसलाई व्यवस्थित गर्ने नम्बर 1मा होइन। अब दूरी मेन्टेनेन्स गरेर हुन्छ कि अथवा कुनै चाहिँ यातायातका साधनहरू प्रयोग गरेर हुन्छ कि त्यो स्रोत त डिभाइड भयो नि त। अब नागरिकले दुःख पाउने कुरा त फरक कुरा। हिजो तपाईँ हामी चाहिँ अध्ययन गर्दा पनि कम्ती हामीले 1-1.5 घन्टा हिँडेर एउटा मावि विद्यालयमा अथवा माध्यमिक तहको शिक्षा लिन हामी गएको अवस्थामा अहिले घर घरतिर के अरे टोलमा चाहिँ स्कुलहरू छन्। गुणस्तरको हिसाबले गर्दा त एकदम तल पऱ्यो। अब विद्यालय दिएर मात्र गुणस्तर आउँदैन भन्ने कुरा त त्यसले प्रश्न गर्यो नि त। यो विषयमा चाहिँ उहाँहरूको धारणा के होइन, कहाँ दिने त विद्यालय नक्साङ्कन गरौँ नि त। विद्यालय यो ठाउँमा उपयुक्त छ है। अब यहाँ कस्तो कुरा पनि आयो भन्दा यो सबै चाहिँ विद्यालय मर्जिङको कुरा आउँदाखेरि त्यो त हामी त्यसको त मैले अब पर्सनल्ली हिसाबले त्यसको विरोधै गरेँ। मर्ज गरिनु हुँदैन भने किन हुँदैन भने भन्दा त्यो चाहिँ आवश्यकता पहिचान गरेर दिएको विद्यालय अहिले कुन आवश्यकता चाहिँ हेरेर चाहिँ त्यो मर्ज गरिँदैछ कि त हिजो चाहिँ त्यो अनुमति दिने र त्यहाँ लगानी गर्नेको चाहिँ छानबिन गरेर कारबाही गरिनु पर्यो त्यस्तो निकायलाई, अथवा त्यो शिक्षा शाखा हो अथवा नगरपालिका हो अथवा कुनै जनप्रतिनिधि शिक्षा समिति हो त्यस्तालाई कारबाही गरेर त्यो सम्पत्तिको चाहिँ सम्पूर्ण असुल त्यहाँ गरिनु पर्यो। होइन भने हिजो बनाइएको संरचना नागरिकका जग्गाहरू छ त्यहाँ दियो नि त, विद्यालयको नाममा जग्गा दिइसकेको छ। अर्को कुरा नागरिकको चाहिँ लगानी छ, त्यहाँ भवन भइसकेको छ। अहिले आएर मर्ज गर्छौँ भन्ने कुरा यो त
अलि नमजाको कुरा हो नि त यो नराम्रो कुरा हो त्यही विषयमा पहिलो कुरा चाहिँ जनप्रतिनिधिहरू चाहिँ यो विषयमा सक्षम है मान्छे त सबै सक्षम हो तर त्यहाँ गएर गर्ने परिपाटीलाई कसरी अध्ययन गरेर स्टडी गरेर अलिकति यो भनौँ न सस्टेनेबल डेभलपमेन्टको कुरा जस्तै दिगो विकासको कुरालाई ध्यानमा चाहिँ राख्नुपर्ने उनीहरूले हो यो विषयमा मैले सोचे जस्तो काम गरिरहेको देखिरहेको छैन र बेला बेला अब हामीलाई सुझाव माग्ने कुरा पनि भएन अब हामी त अब सिस्टम तपाईँहरूलाई थाहा छ यहाँ चाहिँ क्षमताको कदर योग्यताको कदर यो गर्ने व्यवस्था चाहिँ हो नि एक त व्यवस्थाले पनि हामीलाई यस्तो बनाएको छ यहाँ मान्छे केही साथीहरू रात दिनै पनि शिक्षा क्षेत्रमा अध्ययन गरिरहेका साथीहरू छन् चासो दिइरहेका साथीहरू छन् अब त्यसको क्राइटेरिया छैन फेरि यो सरकारले कुनै पनि क्राइटेरिया बनाएको छ तपाईँ अहिले पनि हेर्नुहोस् कसलाई प्रेस्क्रिप्ट गर्ने कसलाई चाहिँ पनिसमेन्ट कारबाही गर्ने अथवा कसलाई चाहिँ त घटुवा गर्ने बढुवा गर्ने भन्ने कुरा त कम्तीमा आउनु पनि त तपाईँ रात दिनै खटिएर काम गर्ने गुणस्तर निकाल्ने विद्यालयको स्थिति पनि उही छ उसले पनि त्यत्तिकै सम्मान पाछ जो कि वर्षभरि पढाएर तपाईँको अन्तिम त विद्यालय निलै आउने अवस्थाका चाहिँ विद्यालयहरूलाई पनि त्यो किसिमले गयो भने त अब त्यसरी दरबन्दी घटाउनु नि त रेगुलर तपाईँको 1-2 वर्ष विद्यालयको शैक्षिक चाहिँ गुणस्तर अन्तिम हामी मापन परीक्षा जस्तै भइरहेको हुन्छ अन्तिम एससी हुन्छ कक्षा 12 को परीक्षा हुन्छ यसमा न्यूनतम चाहिँ यति प्रतिशत भन्ने राखौँ न त र अर्को कुरा त गुणस्तर कसरी अभिवृद्धि हुने परीक्षामा स्वयं शिक्षकहरू अब सिट चढाउनतिर लाग्ने कुरा यो भनिरहन मैले उपयुक्त देखेँ किन भन्दा यो प्रमाणित पनि भइसकेको कुरा हामी शिक्षकहरू म पनि शिक्षक हो हामी शिक्षकहरू परीक्षालाई व्यवस्थित भन्दा पनि कसरी चिट चोराएर आफ्नो विद्यालयका विद्यार्थीहरूलाई अधिकतम चाहिँ पास गराउने भन्नेमा शिक्षकहरू लागिपरेको अनि जसले शिक्षा चाहिँ गुणस्तरीयता ल्याउँछु भनेर लागेको एउटा व्यक्ति आफै चाहिँ शिक्षाको गुणस्तर घटाउनेतिर लागिरहेछ भने अनि हामीले कल्पना के गर्ने खै त निगरानीमा रहेको त्यो छैन अहिले तपाईँको यही 8-20 भित्रको अब त्यसको लागि तलको गुणस्तर बढाउन त उच्च शैक्षिक संस्थाहरू पनि त क्लियर हुनु पर्यो अब हामीसँग यहाँ एउटा क्याम्पस छ 8-20 शिक्षा क्याम्पसको कुरा गरौँ त्यहाँ क्याम्पस छ त्यो क्याम्पसबाट ब्याचलर पास भइसक्यो हामीले ती शिक्षकलाई अहिले चाहिँ एउटा विद्यालयमा चाहिँ तपाईँको अध्यापनको लागि गर्दाखेरि यहाँको जनमानसमा के छ यो चाहिँ यहाँ क्याम्पसमा पढेको कसरी चाहिँ पढाउन सक्छ भन्ने चाहिँ एउटा प्रश्न निस्कियो नि तपाईँको बाहिर गएर चाहिँ ब्याचलर पास गरेर आउनेले सक्ने अनि हाम्रो चाहिँ क्याम्पसले चाहिँ पास गरेर चाहिँ आएका विद्यार्थीहरू किन नसक्ने त्यसको जवाफदेहीको लेभल त एउटै हो ब्याचलर लेभल भनेपछि नेपाल सरकारको मान्यता प्राप्त युनिभर्सिटीबाट ब्याचलर पास गरेको भनेपछि त उसले सक्नु पर्यो नि त सक्नु परेन सकिन्न अरे यो कुरा छ र अर्को कुरा पास गर्न सजिलो हुन्छ भनेर विद्यार्थी भर्ना भइरहेको हामीले कता कता सुनिरहेछौँ अब त्यो साँच्चै हो त त्यसलाई पनि अब निगरानी केही साथीहरूको अब ठिक छ रोजीरोटी बनाऊ यसो मिलेर चाहिँ क्याम्पस चलाउँ यहाँ आउँछ नि यसो पास बनाइदिने डकुमेन्ट भनेपछि त यत्रो राज्यको लगानी किन गर्ने सरकारले चाहिएको पैसा लिने 50-60 हजार कति हो त्यो चाहिँ डकुमेन्टको पैसा राज्यको चाहिँ ढुकुटी पनि चाहिँ बढ्छ अनि चाहिँ स्रोत आएको स्रोत पनि बढ्छ यति पैसा जम्मा गर ल यतिको चाहिँ पास गरेर चाहिँ डकुमेन्ट चाहिँ लिने प्रावधान राखिदिए भएको नि त न त्यहाँ शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन छ न कुनै अनुसन्धान छ न कुनै चाहिँ अन्य क्रियाकलापहरू छन् अब एउटा डकुमेन्टको नाममा चाहिँ हामीले शैक्षिक संस्था खोल्यौँ भने अब पर्सेन्टको कुरा गर्ने हो भने म स्वयं एउटा भनौँ न त्यतिखेर यहाँ क्याम्पस लेभल +2 सम्म थियो म +2 चाहिँ गाउँमै पढेर अब ब्याचलरको लागि म बाहिर गएँ त्यतिखेर बाध्यता के हो भन्दा यहाँ क्याम्पस थिएन त्यही भएर बाहिर गएको अब त्यहाँ जाँदा हामीलाई थाहा छ नि कति चाहिँ खर्च आउँछ बाहिर जाँदा एउटा विद्यार्थीको अनि त्यहाँ कसरी पढ्नुपर्छ के हो त्यहाँको परिपाटी भन्ने कुरा त हामी राम्रोसँग बुझेर आएको कति चाहिँ मेहनत गर्नुपर्छ घरका चाहिँ गार्जेनहरूले कति दुःख पाउँछन् बाहिर जाँदा भन्ने कुरा त हामीले सबैले भोग्या हैन अब त्यस्तो अवस्थामा त्यो अहिले प्लस 2टा चिज हुन्थ्यो हामीले गाउँमा क्याम्पस स्थापना गरेर त्यहाँमा राम्रो चाहिँ जनशक्ति उत्पादन गर्न सकेको भए हामी दोहोरो फाइदामा एउटा दक्ष जनशक्ति उत्पादन हुन्थ्यो अर्को कुरा त्यहाँको पैसा चाहिँ बचत हुन्थ्यो अभिभावकहरूको 2टा कुरा हुन्थ्यो तर अहिले 2टै चाहिँ हामीले हात पार्न सकेका छैन एउटा यहाँ पैसा पनि खर्च भइसकेको छ अर्को कुरा दक्ष चाहिँ जनशक्ति पनि उत्पादन गर्न सकिरहेका छैनौँ यो विषयमा पनि सरकारले चाहिँ ध्यान दिनुपर्छ अब यो त अब राज्यको नीति माथिल्लो उच्च शिक्षालाई सङ्घ सरकारले हेर्ने भनेको छ अब यो स्थानीय सरकारको त्यो क्राइटेरिया नपढ्ला तर पनि तलको पनि कम्ती एससी पास गर्यो भने विद्यार्थी के छ त बाहिर
मार्केटमा उसको भ्यालु के हुने अथवा त्यो भोलि चाहिँ बजारका महँगा स्कुलहरूमा पढेको चाहिँ विद्यार्थीसँग उसले कम्पिटिसन गर्न सक्छ कि सक्दैन भन्ने कुरा सोचेको छ कि छैन? यो कुरा त छैन। झन्डै अब भन्ने त सरहरू अब कतिपय स्कुलहरू अथवा यस्तै त हो। हामी एउटा सामुदायिक विद्यालयमा पढेका विद्यार्थीहरू पनि भोलि गएर अधिकृत भएको छ अथवा चाहिँ इन्जिनियर डक्टर भएको छ भन्ने कुरा त आइरहेछ। अब हुन त भएर आएको छ, तर भएको त्यस्तो चाहिँ इन्जिनियर डक्टरहरू पाइलटहरू अथवा त्यो चाहिँ भनौँ न शिक्षकैहरू बनेर आएकोले समाजमा के काम गर्यो भन्ने कुरा। हिजो चिट चोरेर चाहिँ पास भएको एउटा विद्यार्थी आएर उसको काम भनेको चिटै चोराएर पास गराउने त हुन्छ नि। यो कुरा अलि लामो हुन्छ। यो यावत कुरा भनिरहँदा हामीलाई कति दिन लाग्छ यो विषयमा हामी अहिले नजाउँ होइन। अब यो विषयमा समग्रमा चाहिँ विद्यालयको चाहिँ विद्यालय शिक्षाको चाहिँ गुणस्तर अभिवृद्धि गर्ने यो सरकारले चाहिँ एकचोटि मैले धेरैचोटि आह्वान गरेको कुरा। हामी चाहिँ अब एउटा शैक्षिक सम्मेलन गरेर हाम्रो चाहिँ प्लानिङकै 5 वर्षको राखौँ नि हुन त होइन। यो कुनै चाहिँ हामीले अन्न बाली त होइन, 6 महिनामा चाहिँ त्यसको फल चाखिहाल्नुपर्छ अथवा त्यसको स्वाद लिइहाल्नुपर्छ भन्ने कुरा यो कुनै हामी खेतीपाती लगाइरहेका त छैनौँ। हामीले त यो एकदमै दीर्घकालीन सोच बनाएर शिक्षामा लगानी गर्दैछौँ अथवा शिक्षा यस्तो निकाल्यो भने अहिले लगानी गरेको शिक्षाको प्रतिफल हामी झन्डै 8-10 वर्ष 15-20 वर्षमा पाउन सक्छौँ। त्यसको लागि अब अहिले हामीले सुरुवाती गरौँ अहिले चाहिँ राम्रो भइहाल्नुपर्छ भन्ने कुरा त्यो होइन। अब हामी जुन तरिकाले लागिरहेछौँ सबै चाहिँ लाग्नु पऱ्यो। हामी रहेसम्म तपाईँ हामी सबै शिक्षक साथीहरू अथवा यहाँको स्थानीय प्रतिनिधि जनप्रतिनिधिहरू विभागमा काम गर्ने साथीहरू सबैले चाहिँ सकारात्मक तरिकाले नै शैक्षिक गुणस्तर चाहिँ उकास्नुपर्छ। यहाँको चाहिँ विद्यार्थी जुन बाहिरिने वातावरण छ त्यसलाई रोक्नुपर्छ। यसै ठाउँमा +2 देखि चाहिँ क्याम्पस तहसम्म चाहिँ राम्रो शिक्षा है दिन सक्छ। 8-20मा छ, हामी बाहिर जान पर्दैन। हामीले यो ठाउँबाट पनि अध्ययन गऱ्यौँ भने हामीले आफ्नो चाहिँ गोल मिट गर्न सक्छौँ अथवा लक्ष्य प्राप्ति गर्न सक्छौँ भन्ने कुरा ध्यान दिनु पर्यो। समग्रमा यहाँ वरिपरि रहेका विद्यार्थीहरूलाई निरीक्षण गरौँ, काम गर्नेलाई पुरस्कृत गरौँ, काम नगर्नेलाई निलम्बन गरौँ र विद्यार्थीको जीवनमाथि खेलबाड नगरौँ। मूल्याङ्कन जो परिपाटी छ त्यसलाई चाहिँ खुकुलो नबनाऊ र दक्ष जनशक्ति अथवा भविष्यका राम्रा चम्किला तारा उत्पादन गर्नका लागि आफ्नो क्षेत्रबाट जिम्मेवारी बनाऊ, काम गरौँ भन्ने तपाईँको निष्कर्ष रह्यो। मैले केही त्यस्तो महत्त्वपूर्ण कुरा छुटाएँ जस्तो लाग्छ भने अन्त्यमा राख्न सक्नुहुन्छ। अब यो धेरै कुरा हामीले गरिसकेका छौँ। अन्तिममा विशेष त म शिक्षक साथीहरूलाई भन्न चाहन्छु, हामी लागेको ठाउँमा हामीले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि हामीले भावनात्मक रूपमा है अब जनताका छोराछोरीहरू अथवा विद्यार्थीहरूलाई हाम्रा नानी बाबुहरूलाई सक्षम बनाउनुपर्छ भन्ने चाहिँ कुरा सोचनीय छ। यो सोच्न पर्यो। हुन्छ त हामीलाई तपाईँले आफ्नो महत्त्वपूर्ण समय दिनुभयो। यहाँलाई पनि धेरै धेरै धन्यवाद। दर्शकवृन्द, आजको विषयवस्तु तपाईँलाई साँच्चै नै मन पर्यो होला। मन परेको छ भने भिडियोलाई लाइक, कमेन्ट, सेयर र हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला। यस्तै भिडियो हामी फेरि पनि ल्याउने बाचा गर्दै आजको कार्यक्रमबाट बिदा हुन्छौँ। हवस् त, धन्यवाद, नमस्कार, बाई बाई।